कि हाम्रो पहाडमा एउटा के चलन छ भने पढे लेखे विदेश जाने, तर स्वदेशमै बसेर पनि कुछ गर्नु सकिन्छ भन्ने हाम्रो ज्वलन्त उदाहरण हाम्रो भाइ सपन छ। यहाँ हेरिहाल्नुहोस् होला फ्रेममा। हेलो नमस्कार। उहाँले अब एकदमै उहाँको बिजनेस एकदमै यता कृष्णनगर कार वासको छेउमा खोल्नुभएको छ। उहाँले एकदमै भव्य रूपमा जहिले पनि एकदम यसरी एकदम हाइजेनिक पाराले आफ्नै तरिकाले गर्ने गर्छ। र भाइ अहिलेको होइन पिँढीहरू के छ भने पढ्यो लेख्यो विदेशमा जाने होइन क्रम जारी नै छ, पलायन हुने, तर स्वदेशमै बसेर कुछ गर्नु सकिन्छ भन्ने के यहाँ अलिकति उयो दिनु नि, आह्वान गरिदिनु होला। सर्वप्रथम म है सबैलाई नमस्कार भन्न चाहन्छु है। हजुर। म चाहिँ अब म पनि गएँ होइन, त्यो तपाईँले जुन चाहिँ भन्नुभएको थियो नि अहिले बाहिर गएर यस्तो यस्तो भन्नुभयो नि। हजुर। अब मेन थिङ चाहिँ तपाईँको अब हामीले यहाँ म जहाँ पनि भयो, अब मिरिक दार्जिलिङ सुनादा खरसाङ होइन जहाँ पनि भयो, हाम्रो डिस्ट्रिक्ट भयो, हामीले अब यहीँ गरेर यहीँ बसेर पनि हामी क्या गर्नु सक्छौँ क्या। अब तर एउटा मिहिनेत हो होइन, मान्छेको त मिहिनेत हो होइन, जीविका तपाईँले कोसिस चलाउनु पर्ने कोसिस हो। किन बाहिर जानु, हामी हाम्रो यहीँ छ भने त हामी बाहिर जाने कामै छैन नि त होइन। कसो तपाईँलाई कसो लाग्यो हो होइन, एकदम सही हो भाइको सोच विचार। टक्क म अब यो अब चिकन दोकानमा मेरो चिकन चप छ, म ड्राइभिङ पनि गर्छु होइन, सबै काम गर्छु म। तर पनि अब हामीले गर्नु त दुःख त गर्नु पऱ्यो नि त, दुःख नगरी सुख त पाइँदैन। पक्का एकदमै टक्क अब हिँड्नु चाहिँ अब मलाई अब टेन्सन छैन, म बाहिर जानु पर्दैन। पहिला बाहिर बसेको हो, तर पनि अहिले टक्क मेरो एउटा जीविका यहाँ चल्दैछ नि त, मेरो घरमै बसेर दार्जिलिङमै बसेर होइन के हो नि त खासै। अब अरू भन्नुपर्दाखेरि मेरो भाइहरू दाजुहरूलाई के भन्न चाहन्छु म होइन, जति पनि तपाईँहरूले अब बेरोजगार भएर बस्नुभएको छ, तपाईँहरूले एउटा केही न केही उपाय सोच्नुहोस्। सब्जी दोकान होइन, एउटा फास्टफुड भयो है, अथवा त केही अब रोड साइडमा एउटा ठेलासेला राखेर तपाईँ चियापानीहरू काम गर्नु चाहिँ लजाउनु भएन। लजाउनु भएन, काम गर्नु चाहिँ लजाउनु हुँदैन हो। त्यही हो, म त्यही भन्न चाहन्छु हो। अच्छा भाइ, कति वर्ष भयो तपाईँले यो बिजनेस गरेको व्यवसाय? 3 वर्ष लाग्नु हुने अब। 3 वर्ष है, एकदमै राम्रो छ। एकदम तपाईँलाई भवानी माको एकदम आशीर्वादहरू रहन् हमेसा हो। तपाईँलाई एकदमै मेहनती हुनुहुन्छ र तपाईँको एकदम यो हाम्रो 4 नम्बर र 3 नम्बर वार्डको एकदमै सिमानामै छ। एकदम सबैलाई सहुलियत दिनुभएको छ र उहाँले एउटा यो इक्जाम्पल पनि सेट गरिरहेछ कि विदेशै गएर पनि केही छैन, यता आफ्नो स्वदेशमा पनि गर्नु सकिन्छ भन्ने उहाँ एकदम युवाको स्थितिमा छ। अहिले युवामा भएर पनि उहाँले एकदमै आफ्नो स्वरोजगार आफै नै गरेर आफ्नो परिवार धान्ने होइन। तपाईँको खास घर चाहिँ कहाँ पो हो? मेरो खास घर चाहिँ मेरो भैबारी नयाँ कमान हो। नयाँ कमान है, पलङबारी नयाँ कमान पनि भनिन्छ त्यसलाई। हजुर हजुर। तर म आज चाहिँ मिरिकको बस्छु। मिरिकै प्यारो लाग्यो। 10 वर्ष हो एकदम। अरू सबै ठिकै? परिवारमा कतिजना हुनुहुन्छ? परिवारमा म अन्त मेरो मम्मी बाबा, मेरो वाइफ, मेरो छोरी, बहिनी त बिहा भएको हो। हजुर। ल त्यसो भने तपाईँलाई एकदमै अल द बेस्ट छ र हाम्रो पब्लिकबाट त्यति नै सपोर्ट त छँदैछ तपाईँलाई हो। यता हेरिदिनुहोस् होला अलिकति भाइ, एकदम ह्यान्डसम पनि हुनुहुँदो रहेछ अलिकति। ल हुन्छ। अच्छा यो तरिका रहेछ नि त होइन? यो चाहिँ अब टक्क ग्यासबाट अब यसले गर्दाखेरि चाहिँ त्यो अलिकति रहेको भुत्ला सुत्लाहरू पनि जाने हो, अन्त त्यो टेस्ट पनि अलिकति एनहान्स हुन्छ। ल त भाइ, कस्तो रहेछ यो तरिका दिँदैछ? एकदम राम्रो लाग्यो, एकदम यो हाइजेनिक तरिकाले। मान्छे स्वदेश विदेश भन्छ, तर स्वदेशमा पनि गरेर खानु सकिन्छ। यसमा यो एउटा सानो उदाहरण हाम्रो सपन भाइ नै छ। नजानेको केही छैन भाइले, ड्राइभिङहरू पनि गर्छ हो, यताउति ठाकठुकहरू मिस्त्रीहरू पनि गरिहाल्छ। अब उहाँलाई चाहिँ एकदम भगवान्को गड गिफ्टेड छ भनौँ न, होइन भाइ? धन्यवाद हजुर। एकदम मेरो तर्फबाट भाइलाई एकदम आशीर्वाद। र पोल्ट्री कस्तो भयो? अब हेरिहाल्नुहोस् होला, यो त हाफ डन बार्बेक्यू जस्तो देख्दैछ नि।